हेलो गाइस, आज चाहिँ हामी इस्कुसको मोमो खानु आँटेको छौँ हो। जाडोमा चाहिँ इस्कुसको मोमो खानु चाहिँ मजा आउँछ। अनि हामीले चाहिँ इस्कुस चाहिँ आज यसरी पानीमा काटेर फर्स्टमा यसरी यसको टुप्पो चाहिँ काटेर राख्नु अरे नि त। पानीमा चाहिँ यसरी राख्यो भने चाहिँ होइन चोपहरू सबै जान्छ अरे नि त। अन्त काट्नु चाहिँ सजिलो हुन्छ अरे हो। काट्नुलाई चाहिँ अब बागा रेडी भइरहेछ छुरी पक्रेर। आज चाहिँ इस्कुसको मोमो खानु नि बागा। आज चाहिँ इस्कुसको मोमो खाइने जाडोमा है, जाडोमा चाहिँ मोमो बेस्ट हो भनेर चाहिँ आजको लागि विशेष मोमो काट्नुपर्छ। इस्कुसको मोमो चाहिँ खानु चाहिँ साह्रै मिठो, तर तास्नु चाहिँ साह्रो पर्छ। अझै काँडा भएको त सानो साह्रो पर्दैन त है। मेहनत चाहिँ बहुत छ कि, मेहनत चाहिँ बहुत छ यो इस्कुसमा हो। तर मेहनत गरेपछि चाहिँ फेरि यति स्वादिलो हुन्छ कि भन्ने इस्कुसको मोमो चाहिँ है बाङा। टेस्टी हुन्छ, मिठो हुन्छ है। जाडो महिनामा चाहिँ मोमो मिठो हुन्छ। तास्नु चाहिँ बाउको बिहा देख्छ कि, तर मेहनत गरेको अनुसार चाहिँ फेरि फल पनि मिठा होता है भन्छ नि। यो इस्कुसको मोमो पनि त्यही हेऱ्यो नि त, मेहनत चाहिँ हेप्पी लाग्छ अरे, तर यति साह्रो टेस्टी हुन्छ अरे नि त। तर मलाई मासु भन्दा नि बाङा, मासु भन्दाखेरि चाहिँ नि के हो, इस्कुसको मोमो मिठो लाग्छ हौ। क्याबेज भन्दा पनि मिठो इस्कुसकै लाग्छ। कत्रो परेको इस्कुस हो यो त है। इस्कुस हो कि यो त माइक हो, माइक जस्तो पनि देख्दैछ लामो। एक समयमा इस्कुस फर्स्ट निस्किँदाखेरि चाहिँ 50 रुपियाँ केजी, 60 रुपियाँ केजी, 80 रुपियाँ केजीसम्म पनि किनेर खायो कि। अहिले इस्कुसको सिजन सकेर त नि आम्मा पाहुना आयो भने पनि कोसीले चाहिँ यसरी इस्कुस ल्याइदिन्छ। आम्मा बोरा कति खाने। अब चाहिँ यो सबै पाहुनाबाट आएको, पाहुनाले ल्याइदिएको योहरू सबै इस्कुस कति खाने। अहिले चाहिँ नहुँदा फर्स्ट सिजनमा चाहिँ आम्मा 50 रुपियाँ केजी, 80 रुपियाँ केजी किनेर पनि खाइयो हो। इस्कुस चाहिँ ग्रेट गरेपछि चाहिँ काटेको भन्दा चाहिँ ग्रेट गरेको चाहिँ धेरै मिठो हुन्छ अरे नि त। यसरी निचारेर चाहिँ हाल्यो भने चाहिँ नि इस्कुसको चाहिँ अब रसहरू आउँदैन भने चाहिँ यसरी मजाले निचार्नुपर्छ अरे नि त। यहाँ पिठो पुस्ने चाहिँ मेरो भाइले मुस्दैछ पिठो हो। आज मुस्ने चाहिँ मेरो भाइ पिठो, मोमोको पिठो मुस्ने चाहिँ मेरो भाइले पुस्दैछ आज। मजाले मुसे। अब चाहिँ हाम्रो किमा चाहिँ अलमोस्ट रेडी भयो। अब यसमा चाहिँ हुचिङ, नुन, तेल हालेर चाहिँ मजाले मुस्नुपर्छ। अब किमा चाहिँ घरको चाहिँ मैले बनाउनुपर्छ नि त, किनभने म चाहिँ किमा चाहिँ एकदम मिठो बनाउँछु अरे नि त। त्यही भएर चाहिँ किमा चाहिँ मलाई नै बनाउनु भन्छ सबैले हो। अलमोस्ट डन भयो। अब किमा मुसाइ हुँदैछ मेरो चाहिँ हो। किमा चाहिँ मैले बनाउनु पर्ने अरे नि त। मैले बनाएको किमा चाहिँ एकदम मिठो हुन्छ भन्छ घरमा हो, टेस्टी हुन्छ भन्छ। त्यही भएर चाहिँ किमा चाहिँ अरू सामान सबै रेडी गरे पनि किमा चाहिँ मैले नै बनाउनु पर्छ हो। यता पनि देखाइदिनु न बाङा, किमा पनि यसो मुसेको। म चाहिँ यसरी मुस्छु नि त किमा चाहिँ। त्यो चम्चीहरूले गर्छ नि, दारू पुनिमहरूले गर्छ नि, मलाई चाहिँ ट्याक्कै मन पर्दैन। यसरी मुसेको चाहिँ दामी लाग्छ। अब चाहिँ हाम्रो मोमो पनि बनाउनु स्टार्ट भयो हो। यहाँ मोमो बनाउनु चाहिँ मेरो भाइले बनाउँदैछ मोमो। अनि यहाँ बेल्नु चाहिँ बाङ्गाले बेल्दैछ। सधैँ त बाङ्गाले बनाउने थिएँ, आज चाहिँ भाइले यो बाङ्गाले बेल्नु हुँदैछ अनि भाइले चाहिँ बनाउँदैछ। अन्त म पनि यहाँ हेल्प गरौँ भन्दा म चाहिँ किचनमा अचारको लागि चाहिँ रेडी गर्दैछु नि त। मोमोभन्दा पहिला चाहिँ अचार बनाउनुपर्छ अरे नि त। चाख्नु चाहिँ अन्त मिठो हुन्छ अरे नि त। पाकिसकेर त कहिले हो। त्यही भएर चाहिँ अनि म चाहिँ यहाँ किचनमा अचार रेडी गर्दैछु। अन्त यहाँ चाहिँ हाम्रो मोमो बनाउनु स्टार्ट भयो। अब चाहिँ यो मोमो रेडी भयो। अब यसलाई चाहिँ राइस कुकरमाथि चढाउँछु हो। हामी चाहिँ राइस कुकरमै बनाउँछ नि त मोमो चाहिँ। राइस कुकर छ भने चाहिँ किन त्यो मक्टुहरू युज गरिबस्नु होइन, राइस कुकरमा मजाले पाक्छ मोमो हो। अब यो चाहिँ गएर बसाउनुपर्छ। यो चाहिँ हाम्रो मोमोको लुक्स। चाहिँ मोमो रेडी भयो। म चाहिँ खानु आँटेको छु हो। मैले चाहिँ वेट गर्न सकिनँ। अब चाहिँ टेस्ट गरेको खानु हो। दामी भएछ यस्तो मिठो, क्या मिठो भएछ। दामी भएछ।
तो मिठो भएछ कि त्यसको नि त मिठो लाग्यो क्या मिठो मसला बनाउने को हो बा